हे गाइस आज चाहिँ धेरै गर्मी छ अहिले चाहिँ हेर्नुहोस् 12:55 भयो भनेर चाहिँ 26 डिग्री छ अनि मोनिका र म चाहिँ लेमोनेड बनाउँदैछु मलाई पनि बनाइदिनु भनेको तर म आफै बनाउँछु म चाहिँ हेल्प चाहिँ मोनिकाले नै गरिदिने हो मलाई चाहिँ मलाई फटाफट वास गर्छु सो भयो मलाई चाहिँ नुन हाल्दा सो मलाई चाहिँ कागती हाल्छु सबै मेरो दिजुले चाहिँ नुनवाला हो मैले चाहिँ चिनीवाला मलाई भ्लग बनाउनु छिटो चिनीवाला चाहिँ टेस्ट गर्नुहोस् है हजुर हजुर यहाँ आइस भएकोमा चाहिँ रिफ्रेस हुन्छ गाइस म चाहिँ पानी हाल्छु है त गाइस खै हट्नु त मेरो बहिनीलाई साडी बनाउनु एकछिन है म चाहिँ चम्चा खोजेँ ला चम्चा नि भेट्यो हजुरहरू चाहिँ के यति चाहिँ आयो नुन के अरे कागती यतिबाट सो म चाहिँ नुन हाल्दैछु मलाई चाहिँ यहाँ हाल्दा आई डोन्ट लाइक स्विट द्याट्स वाइ आई डोन्ट लभ दिस वाचिकल अब चाहिँ म किटलीबाट पोर गर्दैछु हजुरहरूमा यस्तो हाल्नु होला एकचोटि ट्राई गर्नु होला पक गाइस मेरो अझै एउटा खतरा चिज लिएर आउँछु ल म छैन कागती लेमोनेड लिएर आएको थिएँ हेर्नुहोस् त पुदिना ओ मलाई दिनु थोरै ल गाइस पुदिना हेर्नुहोस् गाइस हाम्रो घरको बाहिर आउनु पुदिना छ फ्रेस मेरो कस्तो मिठो भएको छ गाइस मेरो पनि मिठो भएको छ अनि हामी चाहिँ यहाँनिर बसेर खान्छौँ हजुरहरू ट्राई गर्नु सो मलाई चाहिँ पुदिना हालेको थियो त्यहाँबाट नमिठो भयो यो चाहिँ खाइरहेको थियो हेर्नुहोस् हामी चाहिँ चखाउँछौँ एकअर्कालाई ओके गाइस पहिला त कस्तो छ 10 मा कति 8 4.5 हजुर पनि बनाएर खान सक्नुहुन्छ गाइस यस्तो गर्मी टन्टाना घाम लागेको छ हेर्नुहोस् एउटा चाहिँ 26 डिग्री होला हजुरलाई कागती मनपर्छ कि लेमन कागती मनपर्ने लेमन ल्याइदिनुहोस् चिनी मनपर्छ सुगर ल्याइदिनुहोस् हस् त आजको भ्लग एन्ड हुन्छ सरको भिडियो हेरौँ न